पासपोर्टकै विषयमा एम्बेसीकै विषयमा सोधिरहनु भएको छ। आज उपचारको विषयमा सोध्नु होला मित्र, तपाईँका स्वास्थ्य समस्याका विषयमा तपाईँले जिज्ञासाहरू बढी राखिदिनु होला। तपाईँका स्वास्थ्य समस्याका जिज्ञासाहरूलाई हामी लिनेछौँ। अब डाक्टर साहब, मलेसियामा मैले अघि पनि भने धेरै साथीहरू चाहिँ त्यहाँ ड्रिङ्क्स फ्री छ, मजाले स्वतन्त्र रूपमा चाहिँ रक्सी खान पाउनुहुन्छ। त्यही माथि अलिक कमसल रक्सीहरू पनि बढी खाइदिनुहुन्छ साथीहरूले, जसले गर्दाखेरि उहाँलाई चाँडै मुटुमा चाहिँ असर हुने र धेरै हार्ट एट्याकका केसहरू, स्लिपिङ डेथका इस्युहरू धेरै छन् मलेसियामा। अब त्यसको लागि चाहिँ अब यो पेय पदार्थले कसरी हाम्रो चाहिँ कलेजो फोक्सोमा असर गर्छ र यो कसरी हाम्रो लागि चाहिँ अत्यन्तै हानिकारक छ, त्यो विषयमा साथीभाइहरूलाई सजग गरिदिनुहोस् न। ओके, अब यो नयाँ कुरा त होइन, तर पेचिलो कुरा अवश्य पनि हो है। अब मदिरापानले गर्दाखेरि हजुरको यहीँबाट राइट फ्रम द माउथ होइन, मुख, त्यो अन्न नली, त्यसपछिबाट हुँदै स्टोमकबाट त्यो कुरा अलिकति त्यहाँ अब्जर्भ हुन्छ र त्यहाँबाट ट्रान्सपोर्ट भएर त्यो कलेजोमै जाने हो। अनि कलेजोमा चाहिँ के हुन्छ भन्दा जहिले पनि पोषक तत्त्वहरूको चाहिँ सङ्ग्रह हुन्छ, स्टक हुन्छ, अनि त्यो कुरालाई त्यसले चाहिँ यो कोतर्न थाल्ने, बिगार्न थाल्ने गर्छ मदिराको तरल पदार्थले होइन। अनि त्यो कुराहरूले गर्दाखेरि त्यहाँ भएका हेपाटोसाइट्स, कलेजोका कोशिकाहरू खिइन थाल्छन्, त्यसले गर्ने सम्पूर्ण फङ्सनहरू घट्दै जान थाल्छ र पछि गएर लिभर सिरोसिस अर्थात् कलेजो नै कडा हुँदै जाने, कलेजोका कोशिकाहरूले जसले चाहिँ पोषक तत्त्वहरूलाई सङ्ग्रहित गरेर आगामी दिनलाई स्टक गरेर राख्नुपर्ने र ठाउँ ठाउँमा वितरण गर्नुपर्ने, त्यो गर्न सक्दैन क्या। अनि त्यो हिसाबले पनि उहाँहरूलाई पछि गएर मल्टिपल फङ्सन एरर आउन थाल्छ, धेरै सिस्टमको समस्या आउन थाल्छ, जसलाई सजिलो शब्दमा हामीले बुझिरहेकोमा चाहिँ लिभर फेलियर भन्छ नि, त्यो आउँछ नै। अब सबैलाई 100% आउँछ भन्ने छैन, व्यक्तिको अघि मैले भने प्रकृति अनुसार पनि हुन्छ, तर मोस्ट अफ द केसेस प्राय गरी त्यो हुन्छ नै। त्यसैले हजुरलाई चाहिँ मेरो विनम्र निवेदन हो कि थाहा छ त हजुर खाना हुँदैन भनेर कम गर्दै जानुहोस्, एकैचोटि छोड्न पनि गाह्रो होला, तर उद्देश्य होस् छोड्ने र प्रक्रिया होस् कम गर्दै जाने। शिशिर केरुङजी लेख्नुहुन्छ म दिनको 2 लिटर पानी खान्छु भनेर लेख्नु भएको छ। उहाँको उमेर पनि खोल्नु भएको छैन, वेट पनि खोल्नु भएको छैन। शिशिरजी उमेर र वेट खोलिदिनु भयो भने तपाईँको 2 लिटर पानीले तपाईँलाई पुग्छ कि पुग्दैन डाक्टर साहबले बताइदिनुहुन्छ। डाक्टर साहब, अब समग्रमा पानी 2 लिटरले चाहिँ एउटा सामान्य मान्छे भनौँ जसको वेट चाहिँ 60 देखि 80 को बिचमा छ र एज चाहिँ वेट 60 र 80 को बिचमा, एज चाहिँ त्यही 40 हाराहारीमा छ भने उहाँले 2 लिटर पानीले पुग्छ कि पुग्दैन मलेसिया जस्तो गर्मी ठाउँमा? पुग्दैन सर, उहाँले 3.5 लिटर कम्तीमा खानुपर्छ, पिउनुपर्छ। र शिशिरजी तपाईँलाई पानी पुगेको छैन है, डाक्टर साहबले भन्नुभएको छ पानी पुगेको छैन र अरू साथीहरू पनि, किनकि यदि हामी जसरी सहज रूपमा बस्ने हो भने त्यतिले पनि पुग्न सक्थ्यो। तपाईँहरू त एक्जर्सन छ नि, तपाईँहरूलाई थकान हुन्छ, हिँडाइ बढी हुन्छ, त्यस्तो हिसाबले चाहिँ पानी बढी पिउनु होला। शिशिरजी पानी थप्नुहोस् है, तपाईँलाई पानी थप्नुपर्ने सुझाव आयो। तपाईँको पानी कम भइरहेछ शिशिरजी, सुन्नुभयो नि, पानी चाहिँ मजाले खानु होला र कार्यक्रम धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् मित्रहरू। र डाक्टर साहब, अब कस्ता खाले खानेकुराहरूले चाहिँ हामीलाई चाँडै चाहिँ कमजोर बनाउने, विभिन्न खाले क्यान्सर जस्ता चाहिँ भयावह रोगमा पसाउने गर्छन्, त्यस्ता खानाको बारेमा अलिकति सजग गरिदिनुहोस् न। ओके, कार्सिनोजेन्स भनेको चाहिँ क्यान्सरलाई बढावा दिने कोशिकाहरू, क्यान्सर दायी कोशिकाहरू, सेल्सहरू शरीरमै हुन्छन् होइन। अनि त्यो कति कुराहरू चाहिँ त्यो कोशिकाहरू हाम्रो शरीरमा हुन्छ नै र उपयुक्त या उसको लागि उपयुक्त हुने वातावरण पाएपछि त्यो फक्रिने, फैलिने गर्दछन् होइन। अब क्यान्सर भनेको पनि त्यस्तो धेरै नयाँ कुरो होइन, हाम्रै शरीरमा भएका कोशिकाहरू नै नचाहिने मात्रामा बढेर र नचाहिने विधिले बढेर हुनेलाई क्यान्सर भन्छु, सजिलो भाषामा भन्दैछु मैले। अब जहिले पनि हरेक कोशिका चाहे त्यो स्वस्थ होस् या क्यान्सर कारक होस्, त्यसको लागि पोषण भनेको चाहिँ ग्लुकोजै हो फेरि होइन। सो हजुरले चिनी जन्ने चिज बढी खानुभयो, चाहिने भन्दा बढी खानुभयो, खाँदै नखाने भनेको होइन, एकदमै धेरै खाइदिनु भयो, ग्लुकोजमा परिणत हुने, कार्बोहाइड्रेट छिटो परिणत हुने चिजहरू बढी खाइदिनु भयो र त्यो अनुसारको श्रम गर्नु भएन भने चाहिँ त्यसले पनि क्यान्सरलाई पोषण दिँदै जान्छ, एउटा कुरा। दोस्रो कुरा चाहिँ मदिराको पेय, मदिरा जस्ता पेयहरू बढी पिइदिनु भयो, जसले गर्दा कलेजोलाई नै समस्या पार्दै सिरोसिस हुँदै, कतिपय अवस्थामा चाहिँ हेपाटिक स्टियोसिस हुँदै सिरोसिस हुन्छ र कतिलाई क्यान्सर पनि हुन्छ। अर्को कुरा भनेको चाहिँ बोतल बन्द कुराहरू धेरै खाइदिनु भयो भने र धेरै फ्राई गरेका र मृत प्राय खाना हुन्छ नि, त्यस्तो कुरा खाइदिनु भने बढ्दै जान्छ। र एउटा मान्यता के छ भन्दा चाहिँ यदि हजुरले मांसाहारी चिज बढी खाइदिनु भयो भने चाहिँ क्यान्सर भएको पनि देखिएको छ। मैले चाहिँ योभन्दा
अगाडि इन्डियामा ट्रेनिङ गर्न जाँदाखेरि शुद्धिग्राम हिम्स हस्पिटलमा ट्रेनिङ गरेको र हामीले धेरै केसेस क्यान्सरको हेरेका छौँ, लिभर फेलियर र हेमोडायलाइसिस किडनीको लागि त्यो हेरेका छौँ र त्यहाँ चाहिँ हामीहरूले एनिमल प्रोटिन टोटली बन्द गरिदिन्छौँ कि पेसेन्टको लागि, किनकि तिमी जस्तो खान्छौ तिम्रो शरीर त्यस्तो बन्दै जान्छ भन्छौँ हामीले चाहिँ। एउटा मान्यता हो, यो हाइपोथेसिस हो यो चाहिँ, तर त्यसको चाहिँ एभिडेन्स चाहिँ गरेको रूपमा भएको रूपमा देखेका छौँ हामीले। सो वी फलो दिस ट्रेन्ड। र अर्को कुरा भनेको चाहिँ हजुरहरूले अब अभक्ष्य चिजहरू नखाइदिनु होला र जुन कुराहरू धुम्रपान मदिरापानहरूले हजुरलाई सिधै क्यान्सर गर्ने जस्तो देखिएको छ त्यो कुराहरू कम गरिदिनु होला हजुरले। बाँकी कुरो म हजुर फेरि पनि भन्छु। धेरैजना साथीहरूले यो कार्यक्रम सेयर गर्दै जानुहोस् है, धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् ताकि मलेसियामा हुने नेपाली धेरै दाजुभाइ दिदीबहिनीहरूमा यो कार्यक्रम पुर्याउन सकियोस्। धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् र आफ्नो स्वास्थ्यमा देखिएका समस्याहरू तपाईँले लेख्दै जानु होला, अथवा स्वास्थ्यमा समस्या नदेखिए पनि तपाईँ स्वस्थ हुनको लागि के गर्नुपर्छ त जीवनशैली खानपानलाई लिएर त्यो विषयमा पनि प्रश्न राख्दै जानु होला। विजय चौधरीजी थ्याङ्क यू फर सेयरिङ लेख्नु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु विजय चौधरीजी। त्यसै गरी अरू धेरै साथीहरूले हेरिरहनु भएको छ। शिशिरजी लेख्नुहुन्छ जानकारीको लागि धन्यवाद सर भन्नुभएको छ, धेरै धेरै धन्यवाद शिशिरजी। सुभाष श्रेष्ठजी लेख्नुहुन्छ उमेर 29 तौल 75 भएको व्यक्तिले कति पानी पिउँदा राम्रो हुन्छ सर भनेर सोध्नु भएको छ। सुभाष श्रेष्ठजीको उमेर चाहिँ 29 वर्ष छ अनि तौल चाहिँ 75 वर्ष छ र मलेसिया चाहिँ अलिक गर्मी छ भन्ने यहाँले थाहा पाइसक्नुभयो है। 3 लिटरदेखि 4 लिटर जति पानी कम्तीमा पनि। ओके 3.5 लिटरदेखि 5 लिटरको बिचमा भन्नुभयो। ओके गृषचन्द्र होइन अर्को साथीको ल्याएको थिएँ मैले सुभाष श्रेष्ठजीको। सुभाषजी यहाँले आफ्नो उत्तर थाहा पाइसक्नु भएको छ। त्यही अनुसार चाहिँ पानी पिउनु होला, शुद्ध पानी पिउनु होला, सफा पानी पिउनु होला। फेरि पानी पिउने बित्तिकै हामीले फोहोर पानी अथवा चाहिँ लेउ देखिएका पानीहरू होइन आइरन बढी भएका पानीहरू छन् भने त्यसलाई फिल्टर गर्ने प्रोसेसहरू हुन्छ। हुन त मलेसियामा फिल्टरकै पानी बढी चल्ला, यद्यपि सावधानी अपनाएर। अरू धेरै जिज्ञासाहरू छन्, म पालै पालो लिँदै जान्छु जिज्ञासाहरूलाई। डाक्टर साहबसँग अरू महत्त्वपूर्ण कुराहरू पनि गरिरहनु पर्ने हुन्छ। अब डाक्टर साहब हामी अरू जिज्ञासाहरू साथीहरूको लिइरहन्छु र मैले अनुरोध पनि गरिरहेको छु साथीहरू जिज्ञासा जति छन् तपाईँका लेख्दै जानु होला है। आज डाक्टर साहबसँग तपाईँले आफ्नो जीवन खानपान सुधार्ने कसरी भन्ने विषयमा चाहिँ प्रश्न गर्ने मौका पाउनु भएको छ होइन। मलेसियामा किनकि हामीले खोजेअनुसारका खाना हुँदैनन् होइन, मलेसियामा हामीले खोजेअनुसारका सुभाष श्रेष्ठजीको धेरै धेरै धन्यवाद हजुर भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ सुभाषजी। कार्यक्रम सेयर पनि गरिदिनुहोस् है सुभाषजी लगायत अरू धेरै साथीहरू। कृष्ण असुजी आउनु भएको छ, धनीराम ओलीजी आउनु भएको छ, आज्ञाजी आउनु भएको छ, आज्ञा खतिवडाजी, डालु मगरजी आउनु भएको छ, धर्मराज पन्तजी आउनु भएको छ। कार्यक्रम सेयर गरिदिनु होला र तपाईँका साथीभाइ आफन्त र तपाईँलाई पनि केही जिज्ञासा यदि त्यस्ता छन् सोध्नुपर्ने भने सोधिदिनु होला। अब मलेसियामा हार्डवर्क गर्नुहुन्छ डाक्टर साहब साथीहरूले, हार्डवर्क गर्दाखेरि चाहिँ उहाँको खानपानको मात्रा चाहिँ कति मिलाउनुपर्छ? किनकि धेरै खाए पनि रोगी भइन्छ, थोरै खाए पनि उहाँलाई डाइटै पुग्दैन भने कुन मात्रामा खानपान मिलाउने, कसरी खानपान मिलाउने बिहान दिउँसो बेलुकाको त्यो विषयमा बताइदिनुहोस् न। राइट, पहिला सुरु त आफ्नो प्रकृति परीक्षण गर्ने आयुर्वेदिक चिकित्सा विधिबाट त्यसलाई अनलाइन पनि गर्न मिल्छ। हामी त्यसमा फेसिलिटेट पनि गर्नेछौँ हजुरलाई। पहिलो कुरा प्रकृति परीक्षण गरौँ। दोस्रो कुरा भनेको हो हजुरको बडी वेट हेरौँ, बडी वेट र बडीको हाइट हेरौँ र चौडाइ पनि होइन, जसलाई मोडर्न भाषामा बडी मास इन्डेक्स BMI भन्छ, त्यो पनि हेरौँ। त्यो हेरिसकेपछि अब मैले यो जेनरलाइजमा भन्न त्यति मिल्दैन क्या, हजुरको इन्डिभिजुअलाइज्ड हुन्छ यो चाहिँ, कस्टमाइज्ड एक एकजना कस्टमर अनुसार क्लाइन्ट अनुसारको त्यो क्यालकुलेसन हुन्छ त्यो अनुसार हो। तर सामान्य रूपमा चाहिँ हजुरले बिहान उठिसकेपछि मनतातो पानी 1 गिलासदेखि 1.5 गिलाससम्म खानु होला। धेरै पनि नखानुहोस्, सिम्पल छ, धेरै पनि पिउँछन् मान्छेले र त्यसले किनेलाई ओभरलोड हुन्छ क्या, त्यो पनि गर्नु भएन। आफूलाई पर्याप्त रूपमा 1.5 गिलासबाट पिउने, त्यति नै पिउने अहिले सुरुवातमा। मनतातो पानी, तातो पनि होइन, गर्मी भयो भने मनतातो पानी पिदिनुहोस् ताकि त्यसले चाहिँ के हुन्छ हजुरलाई डेफिकेसन हुन सजिलो हुन्छ। अब बिहान त्यो भइसकेपछि हजुरले चाहिँ अङ्कुरित चिजहरू खान सक्नुभयो है ब्रेकफास्टको रूपमा, अनि कि त फल खान सक्नुभयो। सबैभन्दा राम्रो चाहिँ फल भनिन्छ है, मलेसियामा फलफुल पनि टन्न पाइन्छ भने। तर मलाई एउटा डर चाहिँ के हो सिमन सर भन्दाखेरि फलफुलहरू अर्ग्यानिक भए राम्रो, तर हेल्दी मानिने रूपमा त्यसले पनि धेरै टक्सिन्सहरू चाहिँ ग्रहण गरेर ल्याइरहेछ क्या शरीरभित्र, त्यो डर हो मलाई। त्यही भएर मैले हजुरलाई एउटा कुरा अहिले भनिहालेँ, पछि प्रश्न पनि आउला, तर म अहिले नै भनिदिइहाल्छु त्यसको चाहिँ। हजुरले फल खानुहुन्छ, स्यालेड खानुहुन्छ नि, त्यो कुरालाई हजुरले अघिल्लो दिन नै या अघिल्लो रात नै मनतातो पानीमा भिजाएर अनि अलिकति बेकिङ सोडा राखेर थोरै नुन राखेर त्यसलाई यदि बेकिङ सोडा हाल्नुहुन्छ भने चाहिँ 15 देखि 20 मिनट मात्रै राख्नुहोस्। यदि सोडाहरू हाल्नुहुन्न
नुन हाल्नुहुन्न भने चाहिँ सिम्पल पानीमा रातभरि छोडिदिनुहोस्। यदि किडनीको पेसेन्ट छैन भने चाहिँ रातभरि छोडिदिनुहोस्। किडनीको पेसेन्ट छ भने धेरै पानीमा भिजाउनु नि भएन। सामान्य मान्छेले चाहिँ रातभरि छोडिदिने, त्यसमा भएको माटो फोहोरहरू किराहरू सबै निक्लिन्छ, विषादी पनि निक्लिन्छ। र आफूले सेवन गर्नुभन्दा 15 मिनट अगाडि चाहिँ मनतातो पानी र बेकिङ सोडा र नुन राखेर त्यो फललाई या स्यालेडलाई 15 मिनट डुबाइदिनुहोस्। त्यसमा निकालेर त्यसको त्यसलाई छिल्कालाई निकालेर अनि सेवन गर्नु होला, ताकि हजुरको 70 देखि 80% टक्सिन चाहिँ त्यहाँबाट निक्लिन्छ क्या हजुर। अनि राम्रो खान पाउनुहुन्छ, स्वस्थ पनि हुन्छ। ओके, यसै खानु होला। फलफुल चाहिँ यही विधि अपनाएर खानु होला है त साथीहरू। र अरू धेरै जिज्ञासाहरू पनि राख्दै जानुहोस्, सेयर गरिदिनु साथी, धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। शिशिर केरुङजी लेख्नुहुन्छ, मेरो उमेर 36 वर्ष, वेट 75 केजी, काम सेक्युरिटी गार्डमा हो। मेरो खुट्टाको औँलाको बाहिर छाला दुख्छ, के भएको होला सर भन्ने सोध्नु भएको छ। अलराइट, खुट्टाको छालाको बाहिरी भाग दुख्नु भनेको चाहिँ अब हजुरको जबको प्रकृति हेर्दा त उभिरहने भयो। उभिरहँदाखेरि चाहिँ जहिले पनि के हुन्छ सिमन सर भन्दाखेरि जुन रूपमा पेडल ब्लड सर्कुलेसन भनेको चाहिँ पैतालापट्टि खुट्टापट्टि हुने जुन ब्लड सर्कुलेसन चाहिँ भेनको माध्यमबाट या त्यो चाहिँ सिरा भन्छ संस्कृतमा, सिराको माध्यमबाट माथि आउनुपर्छ मुटुतर्फ। अब यसरी बसेका छौँ हामीहरू होइन, यसरी बस्दाखेरि चाहिँ अब टुवर्ड्स द ग्राभिटी त रगत त गुरुत्वाकर्षण बलले तल्तिर आउँछ, माथि जान अलिक असजिलो हुन्छ नि त। अनि त्यो हिसाबले चाहिँ उहाँको ब्लड सर्कुलेसन राम्रोसँग ब्याकफ्लो हुन पाएन, एउटा समस्या यो हो। अब त्यो त जब फेर्नलाई पनि गाह्रो छ। अब के चाहिँ गर्ने भन्दा बसिरहन पनि सकिँदैन, उभिरहँदाखेरि अलिकति 2-3 मिनट चाहिँ यदि बस्न मिल्छ भने बसिदिनु होला, एउटा यो कुरा हो। अनि यो समस्या भनेको चाहिँ अलिकति न्युराइटिसको समस्या जस्तो देखिन्छ, सुनिन्छ हजुरको लक्षण अनुसार चाहिँ, कि औँलाको बाहिरको छालाहरू दुख्ने या त अलिकति लाटो हुने भनेको त्यहाँ भएको नसाको, रगतको सञ्चार मात्रै होइन कि नसाको पनि सञ्चार हुन्छ, त्यसको कमजोरीले हो त्यो चाहिँ। ओके, सुभाष श्रेष्ठजी सोध्नुहुन्छ, बिहान उठेपछि नर्मल पानी पिउँदा हुन्न र सर भन्नुभएको छ। अब नर्मल पानी भनेको अब सिम्पल रुम टेम्परेचरको पानी करिब 20 देखि 24 डिग्री सेल्सियसको, ओके त्यो पनि हुन्छ। यदि हजुरलाई कब्जियत छ भने चाहिँ मनतातो पनि खाएको राम्रो, हजुरलाई दिशा मजाले खुलिरहेछ भने रुम टेम्परेचर सामान्य पानी पिउँदा पनि राम्रो हजुर। ओके, सुभाषजी यहाँले आफ्नो उत्तर पाइसक्नु भएको छ। र म फेरि पनि साथीहरूलाई अनुरोध गर्छु कि यो कार्यक्रम धेरैभन्दा धेरै साथीहरूले सेयर गरिदिनुहोस्, ताकि धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यो कार्यक्रम पुर्याउन सकियोस्, धेरैलाई यो कार्यक्रमले फाइदा पुगोस्। धेरैभन्दा धेरै सेयर गरिदिनु होला। र डाक्टर साहबलाई तपाईँले त्यस्तो केही सोध्न खोज्नु भएको छ आफ्नो स्वास्थ्यसँग, किनकि मलेसियामा तपाईँले काम गर्दै जाँदाखेरि तपाईँको खानपान बिग्रिरहेको हुन्छ, सुताइ बिग्रिरहेको हुन्छ, अनिन्द्राका समस्याहरू हुन्छन् होइन, पेटका समस्याहरू हुन सक्छन्, श्वास प्रश्वास प्रक्रियाका समस्याहरू हुन्छन्, सास फेर्न पनि कहिलेकाहीँ तपाईँहरूको मिलिरहेको हुँदैन, जसले गर्दा धेरै खाले समस्या तपाईँलाई देखिन सक्छ होइन। त्यो भएको कारणले गर्दाखेरि स्वास्थ्यसँग जोडिएका तपाईँ हेल्दी रहनको लागि तपाईँले के खोज्नु भएको छ त, कस्ता जिज्ञासाहरू खोजिरहनु भएको छ, प्रत्यक्ष रूपमा आज तपाईँले डाक्टर साहबलाई सोध्न पाउने यो अवसर पनि छ। त्यही भएर धेरै साथीहरूले फटाफट जिज्ञासा राख्दै जानुहोस्। हामीसँग अझै पनि 20 मिनटभन्दा माथि समय हामी तपाईँकोलाई प्रश्न उत्तर गर्न सक्छौँ, लिन सक्छौँ। त्यस कारणले गर्दाखेरि तपाईँको प्रश्न जिज्ञासा पनि राख्दै जानुहोस् र कार्यक्रमलाई जतिले हेरिरहनु भएको साथीहरू मजाले सेयर गरिदिनु होला। अब अरू जिज्ञासाहरू म लिँदै जान्छु। शिशिर केरुङजी, त्यस्तो खासै उभिनु चाहिँ पर्दैन सर भन्नुभएको छ। खासै उभिन पर्दाखेरि पनि दुखिरहेछ भनेपछि, किनकि सेक्युरिटी गार्डको काम गरिरहनु भएको छ भने तपाईँलाई खुट्टामा त डेफिनेटली प्रेसर परेकै छ, एक दुई टेस्ट चाहिँ गर्नु होला। अनि शिशिरजी एउटा कुरा मैले भने हजुरलाई, ओके शिशिर सर, हजुरले थोरै उभिनुहोस् या लामो समय उभिनुहोस्, हजुरको जबको प्रकृति भनेको चाहिँ अलिकति स्ट्रेनस हुन्छ क्या मेडिकल भाषामा। अनि हजुरले के गर्नुपर्छ भन्दा करिब आधा घन्टा उभिनुभयो भने 1 मिनट मात्रै भए पनि बस्न पाउनु हुँदाखेरि थचक्क बस्नुहोस्, चेयरमै भए पनि। र जुन पिँडुला हुन्छ नि हजुर, पिँडुलालाई चाहिँ एक्सपिरियन्सियल हिसाबले सेकेन्ड हार्ट जस्तो पनि भन्छौँ कि हामीले हिम्स हस्पिटलमा। र त्यहाँ चाहिँ रक्त सञ्चार हजुरले जति मारिदिनुहुन्छ नि पिँडुलालाई, मचक मारिदिनुहुन्छ, त्यति ब्लड सर्कुलेसन चाहिँ मजाले ब्याकफ्लो हुन्छ क्या। अघि मैले भनेको थिएँ नि सिमन सर, तलबाट माथि जान नसकेको ब्लडहरू चाहिँ मजाले माथि फ्लो ब्याक हुन्छ। त्यति गर्ने बित्तिकै हजुर यस्तो ऊर्जाको फिल हुन्छ, रिफ्रेस पनि हुन्छ, र हजुर अर्को आधा घन्टा 1 घन्टा आनन्दले उभिन सक्नुहुन्छ। यो चाहिँ गर्नु होला है हजुर। सुभाष श्रेष्ठजी लेख्नुहुन्छ, मलाई चिसो खान हुन्न, चिसो खायो भने मुखमा घाउ टन्सिल हुने गर्छ, कुनै उपाय भनिदिनु सर भन्नुभएको छ। चिसो खायो भने घाउ हुने, टन्सिल हुने जस्तो हुन्छ अरे। अब यसको हजुरले कारणै भनिसक्नु भयो। अब चिसो खानलाई सधैँभरि बार्ना गर्न पनि सकिँदैन, सकेसम्म बार्ना गरेको राम्रो। तर म चाहिँ के भन्छु भन्दाखेरि मेरो अभ्यासले
क्लिनिकल प्र्याक्टिसमा हामी कहिलेसम्म चाहिँ बारेर सक्छौँ एउटा त्यो कुरा पनि हो है। चिसो बार्नको लागि अब मलेसियामा हुनुहुन्छ अभियसली गर्मी छ, चिसो बार्नलाई सकिएला त गर्मी त बार्न सकिँदैन नि, गर्मीबाट बस्न त सकिँदैन नि। सो एउटा एक्सपोजर थेरापी भन्ने हुन्छ कि तपाईँलाई जेसँग गाह्रो भएको छ त्योसँग एक्सपोज हुनुहोस् भन्छु म चाहिँ। यो मेडिकल सुझाव होइन है, फेरि यो चाहिँ अनुभवले भनेको सुझाव हो। हजुरले चिसोसँग एक दिन चिसोसँग बस्नुहोस्, एक दिन चिसोसँग एक्सपोज हुनुहोस्, चिसोसँग एक दिन साक्षात्कार गर्नुहोस्, भिड्नुहोस्, अर्को दिन आफूलाई बचाउनुहोस्, ताकि तपाईँभित्रको शक्तिले त्यसलाई ग्रहण पनि गरोस् र तपाईँलाई त्योसँग ग्रहण गर्दै सापेक्ष